मन्त्रीहरूले जे पाइ त्यही भन्दो रहेछ। स्याबास सर स्याबास। हजुरहरू त तालिम गरेर बलियो भएको त मेरो साइकल लडाइदिनु रहेछ नि सर है। तपाईँले यो मेरो तरकारी मात्रै छरिदिनु भएन सर, मेरो छोराछोरीको कापी किताब छरिदिनु भयो सर, मेरो छोराछोरीको भविष्य छरिदिनु भयो सर। ओइ तिमीहरूलाई हामीले पनि दुःख दिने मन होइन। यहाँ सटरमा बस्न सक्दैनौ भने गाउँमा गएर कृषि गर। म जतिको मान्छे सिधै राजधानी आउनु सक्यो होला त सर। गाउँमा मैले भैँसी पालेर दुध बेच्थेँ सर, भाउ नपाएर रोडमै दुध खनाउँदा पनि मूल्य पाइएन। त्यसपछि नेपालमै केही गर्छु भने मान्छेले हार खाँदैन भनेर मैले यति गरेँ तर त्यसले पनि भाउ पाएन सर। हाम्रो आवाज त राजधानी नगरी सुन्दैन कसैले भनेर माइती घरमा आएर मैले आन्दोलन पनि गरेँ तर न्याय पाएँ। हेर्नुहोस् है, महानगरको सरकारको नीति हुन्छ, नियम हुन्छ, यसरी अव्यवस्थित तरिकाले बेच्न पाइँदैन। त्यही माथि यो विषादीयुक्त यो तरकारी बेच्नुहुन्न, यो विषादीयुक्त यो तरकारी बेच्नुहुन्न। सर के भन्नुभएको? विषादी तरकारी बेच्नुहुन्न। 20 किन्ने पैसा भएको भए तरकारीमा हाल्थेँ सर, सुरुमा मेरा मुखमा हाल्थेँ सर म।